मेयरबाट बिदा लिनु एक दिन अगाडिसम्म पनि महानगरकै काममा बालनको दौडधुप। यहाँहरू सबैलाई शुभकामना र भवन बन्दै गर्दाखेरि तपाईहरु पनि अनुगमनमा आइराख्नु होला। कस्तो बन्दैछ, क्वालिटी ठीक छ छैन आफूले पनि हेरिराख्नुपर्छ र हेर्दै जानु भयो भने आफूलाई पनि त्यसको अपनत्व महसुस हुन्छ। काठमाडौँ मात्रै हैन, एज अ होल अब एउटा कन्ट्री नै एउटा अलि माथि नैबाट एज अ होल गर्ने उहाँको एउटा जुन प्रोग्राम छ त्यसको लागि हामी साथ सहयोग हामी एज अ लोकल लेभलमा पार्टिसिपेट भएर हामी गर्ने नै छौँ। उहाँले संस्कृति विरासतहरूलाई बढाउनु भयो, कति फल्चाहरू बनाउनु भयो, हाम्रो संस्कृति झल्किने, त्यो कुरालाई उहाँलाई धन्यवाद भन्नुपर्छ। दर्शकवृन्द, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह भोलि मेयरबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा पहिलो पाइला टेक्दैछन्। केही दिन अघि मात्र रासोपा प्रवेश गरेको बालेनले झापा 5बाट निर्वाचनमा होमिने तयारी गरेका छन्। झण्डै 3.5 वर्ष महानगरमा बिताएका मेयर बालेनले बिदा हुनु अघिल्लो दिनसम्म पनि महानगरका बाँकी काम सल्टाउन व्यस्त देखिए। राजीनामासँगै जनकपुर पुगेर आम सभाको तयारी गरेका बालेनको कार्यकाल कस्तो रह्यो त? उहाँले जे गर्नुभएको छ धेरै कुराहरू राम्रो गर्नुभएको छ। केही कुराहरूमा चाहिँ उहाँले अब अलिकति यो कार्यदक्षताको अभाव पनि हुनसक्छ, सबै ठाउँमा योग्य हुन्छ भन्ने सकिँदैन। केही कुराहरूमा कमी कमजोरी भयो होला, जसको पनि हुन्छ, जुनसुकै ठाउँमा पनि हुन्छ। उहाँले बिताएका 3 वर्ष जुन एउटा पपुलारिटी उहाँले कमाउनु भएको छ त्यसमा अब हाम्रो नराम्रो भन्ने कुरो छैन, तर राम्रै छ। एक्सपेक्टेसन चाहिँ छ उहाँसँग हैन। अब भावी प्रधानमन्त्री देखिनुहुन्छ देखिनुहुन्न भने कति कुरामा म्याचुरिटी आउन बाँकी होला हैन। त्यो त बिस्तारै समयले गर्दाखेरि जुन हुने कुराहरू नै हो। एकैजनाले गर्नु चाहिँ गाह्रो हुन्छ, पब्लिक पार्टिसिपेसन पनि राम्रो हुन्छ हैन। जुन अब पहिलाको हेरेर अलिकति फेलियर भइसकेको छ, अब उहाँ चाहिँ अब रेस्पेक्ट हुनुहुन्छ क्या, प्रुभ हुन बाँकी हुनुहुन्छ नि त। अब अलिकति गुनासो के छ भन्दाखेरि अलिकति हजुरको जुन एउटा पब्लिक पार्टिसिपेसन छ नि, जुन चाहिँ अब उहाँहरू हामीले नै घरमा नै अब भालेलाई नै भोट दिनुपर्छ भनेर हामीले नै जिद्दी गरेर होइन त्यसरी लिएर आएका थियौँ। र अलिकति पब्लिक पार्टिसिपेसन चाहिँ अलिकति कम भयो जस्तो लाग्छ होइन। त्यो पनि अब विभिन्न कारणले हुनसक्ला, व्यस्तताको कारणले हुनसक्ला होइन। यसमा चाहिँ अलिकति एउटा सानो गुनासो छ, तर नर्मल्ली एज अ होल चाहिँ म चाहिँ अब उहाँको कार्यकाललाई 7 आउट अफ 10 दिन चाहन्छु। उहाँको जुन एक्जिक्युसन छ नि, अब उहाँको जुन एउटा भिजन छ के छ, अब कस्तो हुन्छ भनेदेखि हजुरको जुन कुरा गर्दा पनि जुन साथ सहयोग त सबैको चाहिन्छ नि त, एकैजनाले गर्नु चाहिँ गाह्रो हुन्छ। महानगरको त अब मूल्याङ्कन जुन अहिले हिसाबको आएको छ, केही परिवर्तन र आशा जुन थियो त्यो हिसाबले केही परिवर्तन राम्रो छ, केही उहाँले गर्नुपर्ने छुटाउनु पनि भएको छ। उहाँको अब आफ्नो भविष्यको बेटर जुन हुन्छ नि, एउटा राम्रोमा केही न केही उहाँले राजनीतिमा जानुपर्छ भन्ने आफ्नो जुन चिन्ह थियो, स्वतन्त्रको छोडेर अर्कोतिर जानुभएको छ, त्यो सम्बन्धमा म केही बोल्न चाहिनँ। समस्या झेल्दै अहिलेसम्म आयौँ र अब हामीलाई धेरै खुसी लागेको छ कि नयाँ भवन बन्दैछ, जुन शिलान्यास आज भयो। यसमा महानगरपालिका जुन ओडाले देखाएको एउटा चाहिँ सक्रियता, त्यसमा चाहिँ हामी उहाँहरूलाई धेरै धन्यवाद दिन्छौँ र हामी पनि यसमा उपभोग्यमा पर्दछौँ, जुन सेवाग्राही पर्दछौँ हामी वडावासी।